अनि म 2 घण्टामा आउँछु, ट्युसन पढ्न जान्छु। अनि खानासाना पकाएर राख्नु हजुरले भनेको त्यही भनेको सुने। केटीको चाहिँ प्यान्टी बराहरू अनि त्यो केटाको अनि त्यो लगाएको कपडा थियो, सेतो सेतो खालको ट्राउजर थियो, त्यसमा बलट पुलिसहरूले यस्तै हेर्दाखेरि हामीले देखेको बलटै थियो। बलट रहेछ क्या त केटाको, बलट छिटा पुरै छिटा थियो बलट। अनि चाहिँ त्यो केटाको खुट्टा चाहिँ यहाँ खुट्टाहरूको घुँडाको खाला पनि गएको थियो। कपाल चाहिँ पुरै जिग्रिङै थियो, यस्तै ढाकिएको थियो, पुरै यस्तै भएको थियो। हामीले त एउटा आँखा र मात्र देखेको पहिला हेर्दाखेरि। बुढाबुढीलाई पनि यस्तो वन जङ्गल नजिकमा छ, आउन घाँस दाउरा पात टिप्न आउन हामीलाई एकदम गाह्रो भयो। यो बहिनीकै चुरा हो, यो बहिनीको चुरा हो। यो बहिनीकै चुरा हो। यहाँ बोलोट यहाँ बोलोट छ। बोलोड छ हेर्नु यही पातमा पनि हेर्नुहोस् यहाँ। यहाँबाट यस्तो मुखे लतारे यस्तो मुखे लगेर त्यहाँ सुताएछ। मेरो नाम जयसरा बिक हो। हजुर तपाईँ पनि यहीँको स्थानीय? हजुर। ए तपाईँ कति बेला आउनुभएको यहाँ चाहिँ? हामी त त्यही पुलिसहरू यहाँ आइसक्नु भएको थियो। अनि त्यही माथि एकजना केटी कहाँ बिहोस भएर ढलेछ अरे भन्ने सुनेर आएको हामी। आउँदाखेरि यहाँ पुलिसहरू आउनुभएको थियो। घटना कसरी यहाँ आउनुभयो, कसरी देख्नुभयो, निहाल्नुभयो, के थियो, कस्तो थियो भन्ने कुराहरू प्रकाश गर्नको लागि म थोरै गरिदिन्छु। तपाईँको नाम भनिदिन्छ? मेरो नाम गीता शेर्पा। अनि यहाँ कति बेला आउनुभएको हुन्छ? म यहाँ पुलिसहरूसँग आएको। प्रयोगसँग सँगै आउनुभएको थियो। अनि घटना चाहिँ यही जङ्गलमा भएको रहेछ? हजुर। कति बजे भएको रहेछ? घटना चाहिँ अब आउनु त तिनीहरू बिहान 6:30 बजीतिर आएर रहेछन्। अब थाहा चाहिँ हामीहरूले गाउँमा 9:30 बजी थाहा पाएको। अनि घरबाट चाहिँ के भनेर निस्किएर चाहिँ नानीहरू? घरबाट त अब ट्युसन पढ्न जान्छु मम्मी, म 1000 रुपियाँ दिनु न भनेर 1000 रुपियाँ पनि लिएर आएको थियो। पुलिसहरूले पछि छाम त 1000 रुपियाँ भेट्एको थियो। त्यही भन्थ्यो मम्मी चाहिँ अहिले। अनि हिजो शनिबार थियो भने नानीले झुट बोलेको थिएन होला सायद। कि ट्युसन त क्लास रहेछ के त्यो बारेमा केही जानकारी पाउनुभयो कि नै? नै त्यो बारेमा आउनुहोस्, तपाईँ पनि आउनुहोस् त, यहाँ आउनुहोस् त। अनि भनेपछि तपाईँ परेडसँगै आउनुभयो। अनि यहाँ आउँदाखेरि लास्ट के थियो, कस्तो? यहाँ आउँदाखेरि त लास्ट अब टाउको त्यहाँ थियो, शरीर त्यहाँ थियो होइन। अब त्यस्तो गुमा थियो। पहिला त हामीले मुख हेरेनौँ, देखाएनौँ। झ्याप्पै कपालले ढाकेको थियो के, ढाकेको थियो। अनि मुख हेरेनौँ। पछि चाहिँ आमा आउनुभन्दा एकछिन अगाडि चाहिँ हामीले त्यहाँबाट हेर्दा चाहिँ मुखहरू देखेको थियौँ। अनि पछि आमा आएपछि शरीर देखाउने बेलामा यस्तो ढाडमा सुम्ला थियो, यस्तोमा चोट थियो, पुरा खुनै खुन थियो। छन त केटाहरू 4 जना थिए, 3 जना यहाँ थिए, 1 जना तल बोलाउन गएको थिए। अनि सुरुमा चाहिँ 2 जना मात्र आएर छन्? सुरुमा त अब केटा र केटी मात्रै 2 जना मात्रै आएको। पछि चाहिँ अरू केटा आएर छन्? पछि चाहिँ अरू केटाहरू आउँदाखेरि साथीले हामीलाई हेल्प गर भनेर फोन गरेर हामी आएको भन्थ्यो अरू 3 जना। भनेपछि त्यो साथीले बोलाएपछि अरू पछाडि आए? पहिला चाहिँ 2 जना मात्र आएको थिए। ट्युसन जान्छ भनेर मान्छे यहाँ आएर आएको। भनेपछि यही नजिकै हो नि तिन बहिनीहरू? नै, तिनको घर त यता रेडी नेपाल हो।